सच्चाई, कुनै धर्मको सच्चाई नै, कुनै मनुष्यको सच्चाई नै, कुनै व्यक्तिको सच्चाई नै। यो कसको सच्चाई त? परमेश्वरको सच्चाई, परमेश्वरको महिमा। यो मनुष्यको तर्फबाट हुन्थ्यो भने धेरै अगाडिदेखि नै प्रहारहरू आइरहेका थिए, सुरुवातबाटै प्रहार आएका थिए। जति बेला 2-4 जना महिमा गर्न सुरु गर्दाखेरि पनि यति पीडाहरू दिँदै आउनु भएको थियो। यो मनुष्यको तर्फको काम होइन, यो ईश्वरको तर्फको काम हो। त्यसकारण कुनै पनि किरा र कुनै पनि संसारका कुनै पनि षड्यन्त्रले यो महिमालाई नष्ट गर्नै सक्दैन। जसले नष्ट गर्छ ऊ चाहिँ नष्ट परमात्माले गराइसक्नु भएको छ। जसले गलत भावले, हामी त जान्दैनौँ, हामी त बाहिर हेर्छौँ, बाहिर हेर्दा त उस्तै लाग्छ मनुष्य, तर भित्री मन ऊ के तरिकाले आएको छ? तपाईको घर बिगार्न आएको छ कि, तपाईको मन बिगार्न आएको छ कि, तपाईको परिवार बिगार्न आएको छ कि, हैन? तपाईको धन सम्पत्ति बिगार्न आएको छ कि, तपाईको शरीर बिगार्न आएको छ कि, तपाईको सोच बिगार्न आएको छ कि? हामी त जान्दैनौँ, हामी त निर्दोष छौँ। हामी कोसँग छौँ? डाइरेक्ट सर्वशक्तिमान पिता परमेश्वरसँग छौँ, हैन? तर जान्नुहुन्छ कसले त भन्दा हाम्रो आँखाले हाम्रो अगाडि भएका कुरा मात्र देख्छ, तर ईश्वरको आँखाले हामीले नदेखेको ठाउँमा पनि जगतभरि उहाँको नजर, उहाँको सृष्टिमा, उहाँको दृष्टिमा कुनै कुरा पनि लुकेको छैन। हाम्रो शरीरभित्र कुन रोग छ, कुन तत्त्वले बिगारेको छ, कुन तत्त्वले कष्ट दिएको छ, कुन तत्त्वले समस्या बनाएको छ, हामी त जान्दैनौँ। तर ईश्वर पिताले हाम्रो अगाडि त्यो समस्या आउनभन्दा पहिल्यै हाम्रा जीवनबाट तर्काएर हटाएर हामीलाई अति उच्च जीवन कसले बनाइसक्नु भयो त? हाम्रो महान सामर्थिलो शक्तिको महान मालिक